हेलो फ्रेन्ड होइन आज चाहिँ मैले हाइड्रोजन लिएर आएको छु। अब यहाँ हेर है, हामीले चाहिँ मजाले सर्ट ट्रिक्समा पढ्छौँ, धेरै टेन्सन नलिने। पढ्दाखेरि चाहिँ यो चाहिँ आइबी र सीईको लागि दुइटैको लागि हो, बिएससी सिएसआइटी सबैको लागि भयो, कम्पिटेटिभ इक्जामको लागि। जहाँ जुनमा हाइड्रोजन च्याप्टरबाट सोधिने छ नि सबैबाट, मतलब आइबी सीई बिएससी सिएसआइटी जुन हुन्छ नि सबैमा, केही इक्जामको लागि पनि त्यस्तै इम्पोर्टेन्ट भयो है। अब सबभन्दा पहिला हाइड्रोजनको कुरा गरौँ है। हाइड्रोजनको कुरा गर्दाखेरि धेरै के गर्नु पर्दैन, हाइड्रोजनबाट डिस्कभर कसले गरेको छ भनेको चाहिँ हेनरी क्याभेन्डिसले गरा हो। त्यसपछि यो चाहिँ हाइड्रोजन सबभन्दा मेन इम्पोर्टेन्ट कुरा के छ, इन्फ्लामेबल एयर है। अब तिमीहरूलाई चाहिँ क्वेसन सोधिन्छ भनेको, कहिले कहिले तिमीहरूले भन्न सक्छ विच इज अल्सो नोन एज इन्फ्लामेबल एयर है। इन्फ्लामेबल एयर भनेर कसले पनि भनिन्छ भन्दाखेरि चाहिँ हाइड्रोजनलाई, त्यो एउटा याद गर्नुपर्ने भयो है। यो चाहिँ याद गर्नुपर्ने भयो, इन्फ्लामेबल एयर भनेको हाइड्रोजन। अब अर्को भनेको कुरा के छ भन्दाखेरि चाहिँ आइसोटप्स है। हाइड्रोजनको आइसोटप्स भनेको के हो त, प्रोटिनियम, ड्युटेरियम र ट्रिटिरियम। अब आइसोटप्स भन्ने तिमीलाई थाहा छ होला, थाहा छ कि थाहा छैन? आइसोटप्स भनेको के हो त, सेम एटोमिक नम्बर तर एटोमिक मास चाहिँ डिफ्रेन्ट भएको है। अब हेर है, प्रोटियम, ड्युटेरियम र ट्राइटिरियम है। प्रोटियम, ड्युटेरियम र ट्रिटिरियमको चाहिँ यो तिनटैको चाहिँ यहाँ हेऱ्यौ भने, यहाँ एटोमिक नम्बर हेऱ्यौ भने तिनटैको सेम छ हो। एटोमिक नम्बर तलको होइन, यो तिनटैको सेम छ नि, यहाँ एटोमिक मास मात्रै डिफ्रेन्ट हो कि होइन हो। यसको मतलब चाहिँ के भन्दाखेरि चाहिँ आइसोटप्स भनेको सेम एटोमिक नम्बर बट डिफ्रेन्ट एटोमिक मास है। यो भनेको आइसोटप्स है। कहिले कहिले सोध्न सकिन्छ आइसोटप्स भनेको के हो त, सेम एटोमिक नम्बर सेम तर एटोमिक मास चाहिँ डिफ्रेन्ट भएको है। ठिक छ ल। अब यसको मेन इम्पोर्टेन्ट अकरेन्स है, यो 1H1 कति पर्सेन्टमा पाइन्छ त, 99.98%। ड्युटेरियम भनेको कति त, 0.015%। र ट्रिटिरियम भनेको चाहिँ 10⁻−15 है, 10⁻−15%मा पाइन्छ। यो इम्पोर्टेन्ट भयो, अकरेन्स सोध्न सकिन्छ। नेचर कस्तो नेचर छ भन्दाखेरि एउटा यो याद गर्ने होइन, ट्राइटिरियमको चाहिँ रेडियो एक्टिभ भयो, नेचर भनेको रेडियो एक्टिभ छ। अरू भनेको त नन रेडियो एक्टिभ, यो सोधिँदैन कि ड्युटेरियम नन रेडियो एक्टिभ हो कि होइन। तर ट्राइटियम भनेको चाहिँ रेडियो एक्टिभ हो भनेर याद राख्ने है। ट्राइटियम भनेको चाहिँ रेडियो एक्टिभ भयो है। अब न्युक्लियर स्पिन भनेको चाहिँ 1/2 भयो। यो न्युक्लियर स्पिनको बारेमा, त्यसपछि डाइपोल मोमेन्टको बारेमा, हाइब्रिडाइजेसनको बारेमा त्यो छुट्टै छुट्टै च्याप्टर आउँछ है। यो चाहिँ अहिले चाहिँ फिलहालको लागि चाहिँ याद गरिराख्ने, न्युक्लियर स्पिन भनेको चाहिँ प्रोटिरियमको चाहिँ 1/2 भयो, ड्युटेरियमको 1, ट्रिटियमको चाहिँ 1 भयो है। ठिक छ ल। अब अर्को छ हाम्रो आइसोटप्स अफ हाइड्रोजन डिफर्स इन नम्बर अफ न्युट्रन्स। यो पोइन्ट याद गर्ने, सोधिन्छ यो पोइन्ट, एमसिक्यूमा सोधिन्छ है। आइसोटप्स अफ हाइड्रोजन डिफर्स इन वाट, एटोमिक नम्बरमा डिफर्स छ कि एटोमिक मासमा, के मतलब भन्दा नम्बर अफ न्युट्रन्समा डिफर छ कि छैन। नम्बर अफ न्युट्रन्स भनेको थाहा छ होला नि होइन, माथि एटोमिक मासबाट यो माइनस गर्दा चाहिँ नम्बर अफ न्युट्रन्स आउँछ नि होइन। 1 - 1 0 भयो, यहाँ 2 - 1 1 भयो, 3 - 1 2 भयो। यसको मतलब यसको नम्बर अफ न्युट्रन्स के छ, डिफ्रेन्ट भयो है। सो आइसोटप्स अफ हाइड्रोजन डिफर्स भनेको नम्बर अफ न्युट्रन्समा। न्युली बोर्न हाइड्रोजनलाई न्यासेन्ट हाइड्रोजन भन्छ भन्ने कुरा थाहा छ नि होइन। न्युली बोर्न हाइड्रोजन, न्यासेन्ट हाइड्रोजन। हाइड्रोजन भनेको चाहिँ इट इज अ गुड रिड्युसिङ एजेन्ट भनेर पनि याद राख्ने है। हाइड्रोजन भनेको इट इज अ गुड रिड्युसिङ एजेन्ट भनेर याद राख्ने, यो मेन कुरा याद राख्ने है। अब यो सबै पोइन्टहरू मैले एमसिक्यूबाट झिकेको क्या, एमसिक्यूबाट नराखेर यसरी म पोइन्ट बनाएर ल्याएको छ है, सबै एमसिक्यू हो यो। अनि अर्को एउटा हेर है, अब तपाईँहरूले एमसिक्यूमा के सोध्न सक्छ भने, हाइड्रोजन इज अ गुड रिड्युसिङ एजेन्ट, अक्सिडाइजिङ एजेन्ट, बोथ या नोन अफ देम, त्यसरी सोधिन्छ। म चाहिँ डल्लै यसरी ल्याएको छु, हाइड्रोजन इज अ गुड रिड्युसिङ एजेन्ट। अब यहाँ हेर है, एमोन एटोमिक हाइड्रोजन होइन, तिमीलाई थाहा छ 3 टाइप्सको हाइड्रोजन हुन्छ, एटोमिक हाइड्रोजन, न्यासेन्ट हाइड्रोजन र मोलिकुलर हाइड्रोजन भयो होइन। यो 3टा हाइड्रोजनबाट चाहिँ एटोमिक हाइड्रोजन भनेको के हो त, पावरफुल रिड्युसिङ एजेन्ट है। एटोमिक हाइड्रोजन इज अ पावरफुल रिड्युसिङ एजेन्ट हो भन्दाखेरि चाहिँ मोलिकुलर हाइड्रोजन के हो त, पुअरेस्ट रिड्युसिङ एजेन्ट है। यो दुईटा चाहिँ मजाले याद राख्ने है। एटोमिक हाइड्रोजन भन्दाखेरि पावरफुल रिड्युसिङ एजेन्ट भयो, र मोलिकुलर हाइड्रोजन भनेको पुअरेस्ट रिड्युसिङ एजेन्ट भयो। हाइड्रोजन भन्नाले गुड रिड्युसिङ एजेन्ट भयो, तर एटोमिक हाइड्रोजन भनेको झन् राम्रो हो क्या, पावरफुल भयो, तर मोलिकुलर हुँदा बित्तिकै पुअरेस्ट भयो है। मोलिकुलर फर्ममा भनेको यस्तो भयो कि भएन, एटोमिक फर्म भनेको सिम्पली यस्तो हो कि होइन। थाहा छ होला त्यस्तो कुराहरू त, थाहा छैन भने त थाहा राख है। अब यहाँ हेर, सम इम्पोर्टेन्ट क्वेसन मैले ल्याएको छु यहाँ, इम्पोर्टेन्ट क्वेसन हो जो सोधिने गरिन्छ। यहाँ हेर है, के याद राख्नु भन्दाखेरि चाहिँ मोलिकुलर फर्मुला अफ वाटर ग्यास, तिमीलाई थाहा छ कि थाहा छैन? मोलिकुलर फर्मुला अफ वाटर ग्यास के हो त, CO + H2 हो। यो सबैले थाहा हुनुपर्छ। मोलिकुलर फर्मुला अफ
के हो त वाटर ग्यास हैन अर्को भने के छ हेभी वाटर इज युज एज मोडरेटर हेभी वाटर इज युज एज मोडरेटर देखेन हो हेभी वाटर इज युज एज मोडरेटर त्यो हुनुपर्छ है हेभी वाटर भने के हो त D2O हो के न हो ड्युटेरियम अक्साइड हो नि त हेभी वाटर भनेको त्यो भनेको चाहिँ मोडरेटर भने न्युक्लियर रियाक्टरमा मोडरेटरको काम गर्छ क्या न्युक्लियर रियाक्टरहरुमा चाहिँ के काम गर्छ त भन्दाखेरि मोडरेटरको काम गर्छ नि हेभी वाटर त्यो भनेको D2O हो है ठीक छ ल है अब यहाँ हेर अक्सिडेसन स्टेट एक्जिबिटेड बाई हाइड्रोजन इन इट्स भेरियस कम्पोनेन्ट अब हेर तिमीलाई के लाग्छ होला त हाइड्रोजनको त अक्सिडेसन स्टेट एउटा मात्रै हुन्छ नि +1 भन्दाखेरि तर त्यस्तो हो त हैन नि +1 -1 र 0 नै हुन्छ है त्यस्तै अब हाइड्रोजनको +1 त थाहा भएको भइहाल्छ धेरैमा छ +1 -1 भनेको एउटा छ NaH सुना छ कि छैन NaH कम्पाउन्ड NaH कम्पाउन्डमा चाहिँ यसमा चाहिँ हाइड्रोजनको के हो त अक्सिडेसन स्टेट कति हुन्छ त -1 हुन्छ भन्ने याद राख्ने है -1 भनेको कुनमा हुन्छ त NaH -1 हुन्छ है अब 0 चाहिँ कुनमा हुन्छ भन्ने कुरा चाहिँ आफै खोज्नु है 0 चाहिँ कुनमा हुन्छ भन्ने कुरा ल इम्पोर्टेन्ट रियाक्सन्समा हेर्यौ भने यो दुईटा रियाक्सन मैले आज ल्याएको छु यहाँ एउटा हार्वर्ड प्रोसेस भयो एउटा हाइड्रोजनेसन भयो अफ हाइड्रोजन है हाइड्रोजिनेसन भयो एउटा हार्वर्ड प्रोसेस भयो अब तिमीलाई के लाग्छ होला कति सिम्पल भयो त हार्वर्ड प्रोसेस हामीले पढ्दै गरेको क्वेसन हो हाइड्रोजिनेसन पनि त सुना छ त्यति राम्रो सुना छैन होला सुना पनि छ तर बिर्स्यो होला हैन अब हेर मज्जाले सुनिहाल है अब चाहिँ यहाँबाट क्वेसन्सहरु मज्जाले सोधिने गरिन्छ यहाँ हार्वर्ड प्रोसेस भयो कि भएन भयो अब हार्वर्ड प्रोसेसमा क्वेसन के सोधिन्छ भन्दाखेरि चाहिँ H2 र N2 रियाक्ट गर्यो भने NH3 आउँछ यो क्वेसन सोधिने होइन नि क्वेसन के सोधिन्छ भन्दाखेरि यसमा प्रेसर कति लाग्छ भन्ने कुरा सोध्न सक्छ 200 देखि 900 ATM सम्म लाग्छ अनि त्यसको टेम्परेचर कति लाग्छ भन्दाखेरि चाहिँ 500 डिग्री सेल्सियस लाग्छ अनि यो Fe+Mo मैले देखेको छ होला छ कि छैन Fe+Mo लेखेको छ कि छैन Fe+Mo लेखेको छ कि छैन यो Fe भनेको आइरन भयो Mo भनेको मोलिब्डेनम भयो यो कुरा थाहा छ कि थाहा छैन तिमीहरुलाई थाहा हुनुपर्ने है Fe भनेको के हो त आइरन भयो यो आइरन भनेको चाहिँ क्याटलिस्टको काम गर्छ है यो हार्वर्ड प्रोसेसमा आइरन भनेको क्याटलिस्टको काम गर्छ भने मोलिब्डेनम भनेको प्रोमोटरको काम गर्छ है यो यहाँबाट एउटा क्वेसन के सोधेको थियो भन्दाखेरि चाहिँ हार्वर्ड प्रोसेसमा चाहिँ प्रोमोटरको काम कसले गर्छ मोलिब्डेनम अनि हार्वर्ड प्रोसेसमा चाहिँ मोलिब्डेनम के को काम गर्छ क्याटलिस्टको काम गर्छ कि प्रोमोटर काम गर्छ प्रोमोटर काम गर्छ यो दुईटा याद गर्ने यहाँ क्याटलिस्टको काम गर्ने आइरन भयो तर प्रोमोटरको काम गर्ने भनेको मोलिब्डेनम भयो एमो भयो है ठीक छ ल अब यहाँ हेर हाइड्रोजनेसनबाट के कुरा याद राख्नुपर्छ भन्दाखेरि चाहिँ ओइल है ओइल प्लस हाइड्रोजनलाई हामीले रियाक्ट गर्यौं भने त्यसले भेजिटेबल घी दिन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ यो कुरा बुझिसकेपछि यसलाई चाहिँ के भन्छ त भन्दाखेरि हाइड्रोजनेसन भन्छ क्वेशन यो भन्दैन कि यो रियाक्सन लेख त भन्ने कुरा आउँदैन होला एमसीक्यूमा आउँदैन कुरा के आउँछ भन्दाखेरि हाइड्रोजनेसनको रियाक्सन कहिले रियाक्सन दिएर यो कुन रियाक्सन हो भन्न सक्छ हैन तिमीले बुझ्नुपर्ने हुन्छ यो हाइड्रोजनेसन अफ हाइड्रोजनको रियाक्सन हो भनेर बुझ्नुपर्छ है हाइड्रोजनको रियाक्सन हो भनेर बुझ्नुपर्छ यसमा चाहिँ क्याटलिस्ट कुन काम लाग्छ त्यो पनि सोध्न सक्छ है क्याटलिस्ट कुन काम लाग्छ त एनाइ निकल यसमा क्याटलिस्ट हाइड्रोजनेसन अफ हाइड्रोजनमा कुन क्याटलिस्ट काम लाग्छ त निकल है एनाइ निकल टेम्परेचर भनेको 200 डिग्री सेल्सियस अनि यो भनेको 8 देखि 10 सम्म एटीएम प्रेसर लाग्छ यो कुरा मेन याद गर्नुपर्ने कुरा भयो है ठीक छ यति भयो आज हाइड्रोजनको अरु पनि एमसीक्यूहरु तिमीलाई चाहिन्छ भने कमेन्ट गर्नुस् हैन म तपाईलाई चाहिँ पोस्टमै हाल्दिन्छु अनि तपाईहरुले हेर्न सक्नुहुन्छ अर्को दिन म चाहिँ वाटर पढाउँछु है वाटरहरुको सबै यो टेम्पोररी हार्डनेस अफ वाटर पर्मानेन्ट हार्डनेस अफ वाटर सबै कुराहरु धेरै इम्पोर्टेन्ट छ त्यो पनि म भोलि ल्याउँछु त हाइड्रोजन सके है अब अक्सिजन र ओजोन पनि मैले हाल्दैछु छु हेर्नु होला त्यसबाट तपाईहरुले बुझ्नुहुन्छ होला सबै च्याप्टरमा बिस्तारै हाल्छु टेन्सन नलिनु अनि एउटा कुरा एमसीक्यू क्वेशन्सहरु चाहिँ म कलेक्सन बनाएर पनि हाल्छु राम्ररी हेर्नुस् है ठीक छ हेर्नुहुन्छ भने स्क्रिनशट लिनुहुन्छ भने लिन सक्नुहुन्छ रोकेर पनि भिडियो हेर्नुस् ठीक छ है मज्जाले हेर्नुस् तपाईहरुले कुनै पनि कन्फ्युज लागेको छ भने मलाई सोध्न सक्नुहुन्छ र प्लिज सपोर्ट गर्नुस् है लाइक सब्स्क्राइब सबै गरिदिनुस् मलाई सपोर्ट गरिदिनुस् म पनि तपाईहरुको सपोर्टमा आको है थ्यांक यू